धन्यवाद उद्घोषकज्यूलाई। यस मञ्चमा आश्रित आदरणीय अतिथिज्यूहरू, आदरणीय कलाकारज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। म सुशीला मोक्तान र यस विजया दशमी नजिकै रहेको शुभ दीपावली र छठ पर्वको यहाँहरू हजुरहरू सम्पूर्णमा शुभकामना व्यक्त गर्दै म आफ्नो प्रस्तुति प्रस्तुत गर्न गइरहेकी छु र मेरो साहित्यको शीर्षक रहेको छ दशैं र जेन्जी शहीदहरू। वर्षेनी झै आँगनमा फर्किएको दशैंको हावा, वर्षेनी झै आँगनमा फर्किएको दशैंको हावा, तर यो पटक खुसी उमङ्ग होइन, मौनता फैलिएको छ गाउँमा। पहिले जस्तो पिङमा उड्ने हर्ष छैन, पहिले जस्तो पिङमा उड्ने हर्ष छैन, चङ्गामा रमाउने केटाकेटीहरूको रमझम छैन। दोबाटो र चौतारामा लङ्गुर गुर्जा खेली हाँसो मजाक ठट्टा गर्दै गीत गाउने जेन्जीहरू छैनन्। केही जेन्जी आफ्नो भविष्य खोजी परदेशतिरै हराए। आज चौतारो सुनसान छ, गाउँ पुरै मौन छ। यो मौनताको बीचमा पनि जमरा उम्रिसके, टिका मुछिसके। तर त्यो टिकाको रातो रङ पनि फिक्का लाग्छ आज। टिकामा भित्रिने आशिष पनि अधुरो लाग्छ आज। किनभने गाउँका ती जवान जेन्जीहरू जसको निधारमा अहिले टिका हुनु पर्थ्यो, त्यो निधारहरूमा गोली लागेर सहरको सडकमा रगतसँगै देशको लागि जीवन बलिदान दिई कहिल्यै नफर्किने गरी भुइँमै ढले। निर्दोष आमाको मुटु चुडियो, कोख रित्तिए, बुबाको आशा र भरोसाको धरहरा ढले। कयौं जेन्जीहरू आजीवन अपाङ्ग भए, कयौं जेन्जीहरू चोट पीडा बोकी अस्पतालको शैय्यामा छटपटाइरहेका छन्। सहरको सडकमा रगतले लतपतिएको भाइरल बिजोडी त्यो जुत्ता, सहरको सडकमा रगतले लतपतिएको भाइरल बिजोडी त्यो जुत्ता, यो दशैंमा सबैभन्दा ठूलो स्मृति बनेको छ। त्यो जुत्ता इतिहासको पानामा रहनेछ, सिम्बल अफ रिभोल्युसन बने। यो दशैं रगतले सजिएको जेन्जीको बलिदान देशको इतिहासको पाना बनेर हामीलाई प्रश्न गर्छ, कस्तो दशैं मनाउने हामी? शहीद जेन्जीको अनुपस्थितिमा, अपाङ्ग र घाइते जेन्जीको अनुपस्थितिमा। धन्यवाद। हस् धन्यवाद, धेरै धेरै धन्यवाद।